जुन कन्ट्रीले जित्यो भने पनि काठमाडौँ लिएर आउनुपर्छ वर्ल्ड कप लिएर काठमाडौँ घुम्न आउनुपर्छ अनि वर्ल्ड कप चाहिँ कस्तो के को डल्लो के हुन्छ वर्ल्ड कप भने के हो के सुनको डल्लो होइन के कप वर्ल्ड कप मकैको भोगा वर्ल्ड कप भनेको चाहिँ के हुन्छ कप हुन्छ नि आँगा कप हुन्छ के ए वर्ल्ड कपमा अनि सुन पाउ घड्याप्प हुन्छ एउटा गोलो हुन्छ माथिपट्टि तलपट्टि यस्तो निस्किन्छ आँगा पनि त्यो चुप्पा खान्छ नि चुप्पा त्यो सुनलाई चुप्पा खान्छ है ओ यस्तै चुप्पा खाएर टक्क फोटोसोटो हालेको हुन्छ नि अनि के भन्नु भाइ त्यस्तो मात्रै अनि हो नि त्यो अब नेपाल ल्याउन पाएपछि चाहिँ मजा आउँथ्यो कि भन्ने सोच हो तर होस् कसले ल्याउँछ तपाईँ जान पाएन फेमस मान्छे गयो भने झन् यति जित्छ होला त्यो बोट टिम टु स्कोर हाले जस्तो हो क्या अरे होइन नि त्यस्तो त्यो कहाँ हो हामी खेलाडी हुनु पर्यो नि कहाँ हामी गएर हुन्छ त अनि अनि बुढो मान्छे चाहिँ कसरी खेल्न सक्छ त अनि बुढो मान्छे त अनि बुढो मान्छेहरू अब एक्सपिरियन्स मान्छेहरू गएको छन् खै हेर म के हुन्छ अनि यो नि पार्टी हुँदो रहेछ यो नि घन्टी एमाले कान जस्तो यो पनि के हो अर्जेन्टिना रोनाल्डो के अरे रोनाल्डो के हो नेमार यस्तो के हो उनीहरू चाहिँ कताको देशको मान्छे हो उनीहरू चाहिँ अब बाहिर देश भयो होइन बाहिर अमेरिका युएस को अमेरिकातिरको यता अर्जेन्टिनाको पोर्चुगलको ब्राजिलको यस्तो यस्तो कन्ट्री 20 हुन्छ के अमेरिकामा चाहिँ के भन्छ नाम अमेरिकाको मान्छेलाई के भन्छ अमेरिकन्स भन्छ नि के अमेरिकन्स अमेरिकाको खेल्ने मान्छेलाई खेलाडीलाई को थियो यार अमेरिकाको राजाहरू अमेरिकाको त मलाई यादै छैन ब्राजिलको नाम अनि अमेरिकाको के छ यो कसरी सम्झाउँ यार म त सक्दिनँ यो यार नेपालको चाहिँ नेपाल होला है नेपालको चाहिँ नेपाली हो आँगा टेन्सन नगर के यसपालि हाम्रै हो ढुक्कै क्या त्यो नेपाल जित हुनुपर्छ नेपालको जित हुनुपर्छ झन्डा ल्याएको झन्डा अनि यसपालि चाहिँ वर्ल्ड कप हाम्रै हो हेर तिमी रातभरि पूजापाठमा लाग दिनभरि पूजापाठ लाग व्रत बस पानी नखाइकन व्रत बस मान्छेसँग यताउति नबोलिकन बस बवाल हुनेवाला छ क्या यसपालि हाम्रै हो है आँगा टेन्सन नगर ल त्यो बुढो मान्छेलाई भन्नु सबैलाई फोन घुमाइहाल्छु त टेन्सन नगर न यो सबै धम्कीको आएर होला होइन ढुक्कै जित्यो क्या हामीले ढुक्कै जित्यो अब तिमीलाई पनि त्यस्तो के कुरा नेपाल गएको छ भन्छ नेपाल गएको छैन भन्छ कसले भनेको त्यस्तो होइन होला हौ पुनः आँगा खै नेपालले खेलेको छैन भोटु भन्छ यहाँ सबैजनाले तपाईँ के नेपाल गन्जी ल्याएर बस्या अनि होइन गाई तपाईँले झुटो बोल्नु भएको कुलबाई सही हुनुहुन्छ नेपालको झन्डा ल्याएर बस्नु नेपालको लाएर बसेको देखिनौ नेपाल सेपाल यहाँ देखिनौ कि रातो कलरको अचम्म छ यार केटाहरू त्यस्तो नेपाल भने एड्रेस